परमेश्वरलाई म धन्यवाद दिन्छु किनकि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। आज हाम्रो यो घुम्ती प्रार्थनामा हामी परमेश्वरलाई यो बाटोमा प्रार्थना गर्दै हाम्रो गाउँलाई बाँधिराखेका छौँ। जुन परमेश्वरले हाम्रो यो सबै ठाउँहरूलाई आफ्नो महिमाको निम्ति प्रयोग गर्नको निम्ति मानिसहरू बनाउनु भयो, आफ्ना छोराछोरीहरू बनाउनु भयो। यी छोराछोरीहरूलाई परमेश्वरको राज्यमा परमेश्वरले डोर्याउनु भनेर हामी प्रार्थना गर्दैछौँ। यी ठाउँहरूलाई हजुरहरू देख्दै हुनुहुन्छ, यी ठाउँहरूको लागि हजुरहरूले प्रार्थना गर्न सक्नुहुन्छ है। परको धेरै गाउँहरू, किनभने यी ठाउँहरूको लागि परमेश्वरलाई महिमा दिनको निम्ति आज तपाईँ हामीले साँच्चीकै परमेश्वरको आराधना गर्नुपर्छ र परमेश्वरले यी मानिसहरूलाई चिनुन्। यी मानिसहरू पछाडिएका छन्। आज यहाँ यो ठाउँमा धेरै मानिसहरू आउनको निम्ति हिचकिचाउँदछन् किनकि यो ठाउँ धेरै टाढा छ। हजुरहरू घरमा बस्नेहरूलाई, हजुरहरू सहरमा बस्नेहरूलाई यो कुरा थाहा छैन कि पछाडि हाम्रो देशको हरेक कुना कुनामा, यो नेपालको हरेक क्षेत्रमा कतिपय ठाउँहरूमा मानिसहरू पुग्न सकेको छैन र सुसमाचार पुग्न सकेको छैन। हामी यो ठाउँमा आज हाम्रो दोस्रो पटक भइराखेको छ हाम्रो यो प्रार्थना र हाम्रो सुसमाचार। गाउँहरूमा मान्छेहरू बिछडिएका छन्, तल देखिराखेको छैन, तर त्यो ठाउँमा एकजना विश्वासी छन्। हामी सबै क्षेत्रको लागि हामी प्रार्थनामा हामी हिँडिराखेका छौँ। हामी दुईजना, म र मेरो साथी, अनि हामीले यो ठाउँमा परमेश्वरको महिमा होस् भनेर परमेश्वरले मानिसहरूलाई उनको हृदयहरू खोलुन् भनेर हामी प्रार्थना गर्दैछौँ। किनकि भजन सङ्ग्रह 23ले भन्दछ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। साँच्चै कि जसरी परमप्रभु गोठाला हुनुहुन्छ, यी मानिसहरूको पनि गोठाला हुनुहुन्छ र हाम्रो पनि गोठाला हुनुहुन्छ र तपाईँको पनि गोठाला हुनुहुन्छ। यसै गरी सबैजनाले परमप्रभुलाई महिमा दिउँ र यी मानिसहरूको लागि प्रार्थना गरौँ। अझै हामीले यहाँ देखाउन धेरै बाँकी छ। अब परमेश्वरलाई महिमा दिन धेरै कुराहरू बाँकी छ, किनकि परमेश्वरले हामी सबैलाई सम्मान गर्न सक्नुहुन्छ। अनि हामी दुईजनाले यहाँ गरेको हाम्रो प्रार्थना परमेश्वरले सुन्नुहुन्छ भनिकन हामी विश्वास गर्दछौँ र हाम्रो यो ठाउँलाई परमेश्वरको उपस्थितिमा डोर्याउनको निम्ति हामी यो ठाउँको लागि प्रार्थना गर्दैछौँ। अझै हामी यहाँबाट हामी कम्तीमा अब साँझसम्म हामी हिँडिराखेका छौँ। हामी बिहानदेखि 5 बजेदेखि हामी हिँडिसकेका छौँ र अहिले बिहानको कति समय भएको छ हामी यो कुरालाई हेर्न सक्छौँ। अब 7 बजिसकेको छ, 2 घन्टा भइसकेको छ। अब यो 2 घन्टाको यात्रामा हामीले प्रार्थना गरिसक्यौँ, पछाडि गाउँ पनि छुटिसकेका छन्। यसको लागि हामी हजुरहरूलाई ती ठाउँहरू हामी पछि देखाउनेछौँ र हामी यो अगाडिको आउने ठाउँहरू पनि हामी हजुरहरूलाई भिडियोमा देखाउनेछौँ र हजुरहरूले यो कुरालाई हेरेर प्रार्थना गरेर यो कुरालाई परमेश्वरको महिमाको निम्ति हजुरहरूले पनि आफ्नो सहायताले, जसरी प्रार्थनाको सहायता हजुरहरूले गर्न सक्नुहुन्छ यी मानिसहरूको निम्ति। हस्, धन्यवाद। जय मसीह। यो भिडियो हेर्नेहरूलाई